दैनिक हिँड्दा अथवा दैनिक हामीले पैदल यात्रा गर्दा कस्ता किसिमका फाइदाहरू हामीले लिन सक्छौँ त अथवा हाम्रो शरीरलाई कस्ता किसिमका फाइदाहरू हुन्छन् भन्ने विषयवस्तु लिएर आएको छु। त्यसकारण सुरुदेखि अन्तसम्म कति पनि स्किप नगरिकन सम्पूर्ण यो भिडियो हेर्नुहोला र लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोला। पहिलो भनेको दैनिक हामी हिँड्नाले रक्त सञ्चार राम्रो हुन्छ, त्यसै गरी निद्रा राम्रो लाग्छ अनि मांसपेशीहरू बलियो हुन्छन्। त्यसै गरी रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ अथवा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ। अथवा दैनिक हिँड्नाले मुटु स्वस्थ हुन्छ, पाचन प्रणाली राम्रो हुन्छ। दैनिक हिँड्नाले तौल नियन्त्रण गर्नमा एकदम महत्त्वपूर्ण भूमिका खेल्दछ। जसको ओजन बढी छ त्यसको ओजन घटाउनमा दैनिक हिँड्नाले धेरै फाइदा पुर्याउँदछ। त्यस्तै गरी शरीरमा ऊर्जा प्रदान गर्दछ र जसको कारणले शरीर जहिले पनि फुर्तिलो हुन्छ। त्यसै गरी तनावबाट मुक्त गराउँदछ। यसले फोक्सो बलियो बनाउनमा अथवा दैनिक पैदल यात्रा गर्दाखेरि फोक्सो धेरै बलियो बनाउँछ। हवस् त, धन्यवाद।